फेरि हेर्नुहोस् कि त्यसैले कानुनको अज्ञानता छ्याम्ने हुँदैन त हो, तर राज्यको दायित्वमा के कुरा पर्छ भने यस्ता यस्ता आचार संहिताहरू छन्, यस्तो यस्तो पालन गर्छ भन्नु पनि राज्यको दायित्व। त्यस कारणले पनि हजुरहरूलाई हामीले थाहा छ, हजुरहरूले पढ्नु भएको छ, नपढिकन कहाँ आउनुभयो, यता वर्ष राजनीति गर्नुभयो, सबै कुरा थाहा छ। हजुरले नसोधिकन यो आचार संहिता बनाएको पनि होइन निर्वाचन आयोगले। अर्को कुरा पनि भन्छु कि यो हामीले यहाँ चाहिँ भोजपुर जिल्लामा न्यायाधीशले चाहिँ यहाँ यसो हामी ढुकुर बनाउँ भन्दा बनाएको विषय होइन। यो निर्वाचन आयोगले बकाइदासँगले सबै राजनीतिक दलहरूसँग बसेर राजनीतिक दलका प्रतिनिधिहरूसँग राखेर निर्वाचनलाई कसरी, यसको प्रस्तावनामै के लेखिएको छ भने निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले भन्ने प्रस्तावना राखेर सबै केन्द्रमा सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई राखेर उहाँलाई साक्षी राखेर उहाँलाई पनि सँगै राखेर यो तयार गरेको आचार संहिता हो। यो हाम्रो अनुशासनको पुलिन्दा हो। वास्तवमा यो हामी कसरी हाम्रो अनुशासन पालना गर्छौँ भनेर फेरि यो यहाँ राजनीतिक दलको बारेमा हामीलाई भन्नुभन्दा भन्नु होला, यसमा कर्मचारीको पनि कुरा लेखिएको छ कि सुरक्षाकर्मीको पनि कुरा लेखिएको छ, सबैको जनप्रतिनिधिको पनि कुरा लेखिएको छ भनेपछि यो सबै निर्वाचनमा 18 वर्षदेखि उँभो लागेका सबै मान्छेहरूको चाहिँ आचार संहिताको विषय हो यो। त्यस कारणले गर्दा पनि हामीलाई यो जरुरी छ भन्ने लाग्छ। र यो गरेको निर्वाचनको खर्चलाई घटाउन र साँच्चै सोझो अर्थमा नागरिकहरूप्रति प्रतिबद्ध बनाउनको लागि काम गर्छ, त्यो विषय पनि हामी कहाँ छ। र फेरि तिमीहरूले राजनीतिक दलको मात्रै भनेको भन्नु होला, हामी यो निर्वाचनमा खटिनुभन्दा अगाडि सबै कर्मचारीलाई फेरि यसरी तालिम दिन्छौँ कि कर्मचारीलाई 2 दिनको तालिम दिन्छौँ। त्यो तालिममा फेरि पनि कर्मचारीहरूलाई भन्छु यो आचार संहिता छ, कर्मचारीको आचार संहिता यो पालना गर्नुपर्छ, तिमीले पालना गरेनौ भने कुनै पनि हरालतमा छोड्दिनु भन्दा कर्मचारीले पनि भन्छु, सिकाउँछु, त्यतिखेर पनि सिकाएर मात्रै पठाउँछु। अब भर्खरै मात्रै निर्वाचन प्रहरीको सिलेक्सन अब हामी 12 गतेसम्म अन्तिम दिनमा प्रकाशन गर्छौँ। त्यो निर्वाचन के अरे प्रहरीलाई तालिम दिँदाखेरि पनि हामी यो कुरा भन्छौँ, यो आचार संहिता छ होइन, किनभने निर्वाचन चाहिँ अधिक प्रहरी भनेको भर्खरको चाहिँ साथीहरू हुनुहुन्छ उहाँलाई पनि भन्छु है, तपाईँहरूको कुनै राजनीतिक दलसँग आग्रह होला योभन्दा अगाडि राजनीति दलमा हुनुहुन्थ्यो भने निर्वाचन प्रहरी भएर जानुन्जेल तपाईँले बिर्सिनु हुनेछ कि भनेको कुरा। यसमा के बढी छ भनेर भन्नुहुन्छ भने विगतमा चाहिँ यो आइटीको प्रयोग, सूचना प्रविधिको प्रयोग र एआईको प्रयोगको बारेमा हाम्रो आचार संहितामा लेखिएको थिएन। तर यो पटक चाहिँ एआईको प्रयोग, सूचना प्रविधिको प्रयोग लगायतको कुरा यो आचार संहितामा देखिएको छ। विगतको भन्दा थोरै फरक, किनभने म कुनै समय निर्वाचन आयोगमा काम गरेकै मान्छे भएर मलाई पहिलेको सबै दफा कन्ठै थियो, अहिलेको फरक भएको कुरा यो छ। अब तर यो कुरालाई गर्नु के गर्छौ तिमीहरू? अघि चाहिँ हाम्रो एक्सनले भन्नुभएको थियो, एक्सन सरले भन्नुभएको थियो कि तिमीहरू हाम्रो पहुँचमा छैन भन्ने कुरा, कतिपय पहुँचमा होलान् वा नहोलान्, तर हामीले जिल्ला प्रशासन कार्यालयले चाहिँ सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालज्यू, त्यसै गरी प्रहरी नायब निरीक्षक बालकुमार कटुवाल, निर्वाचन आयोगको चाहिँ कम्प्युटर अपरेटर दीपक कार्की र यहाँ चाहिँ जिल्ला प्रशासन कार्यालयको कम्प्युटर अपरेटर सुदिन राई सहितको टोलीमा चाहिँ हामीले एउटा कमान्डमा एउटा चाहिँ निर्वाचनको आइटी सेल तयार गरेका छौँ। त्यो आइटी सेल तयार गरेको कुरासँग चाहिँ तपाईँलाई के जरुरी छ भने यदि कसैले कसैलाई हेड स्पिच दिने गरी लेख्छ यदि भने तपाईँलाई रिपोर्टिङ गर्न सक्नुहुन्छ, त्यसलाई हामीले कारबाहीको दायरामा ल्याउँछौँ। यो फेरि यो हामीले मात्रै गरेका छौँ कि त्यसैले यहाँभित्रको चाहिँ व्यवस्थालाई सुचारू गर्नको लागि हामी जिल्ला प्रशासन कार्यालयमा चाहिँ सहायक प्रमुख जिल्ला अधिकारीको कमान्ड अवस्थित त्यो टिममा तपाईँले उजुर भन्न सक्नुहुन्छ, उजुर गर्न सक्नुहुन्छ, त्यो बाटोमा जान सक्नुहुन्छ। र अर्को चाहिँ बाहिर त्यो चाहिँ सत्य है, त्यसले अनुशासन पालना गरिदियो नि त, म पनि पालना गरिदिएँ भन्न विषय होइन होइन। यो अनुशासनको पालना गर्ने भन्ने कुरा चाहिँ फेरि कस्तो भन्नुहुन्छ भने यो आत्मअनुशासनसँग जोडिएको विषय पनि हो, राजनीतिक दलहरूको आत्मअनुशासनसँग जोडिएको विषय हो। म यो आचार संहिता पालन गर्छु भनेर हजुरहरूले कमिटमेन्ट गरिदिनु भएको छ नि, त्यही भएर त हामीहरू ह्याप्पी छौँ। अब भोजपुर जिल्लाको हकमा चाहिँ यहाँ कुनै हतियार लुटिएका छैनन्, तर अन्यत्र लुटिएका हतियार यहाँ आएर दुरुपयोग हुँदैनन् कि भन्ने चाहिँ हामीले त ग्यारेन्टी गर्न सक्दैनौँ। त्यो कारणले गर्दा हामी त्यसपछि असाध्यै तैनात छौँ, एकदमै सशक्त पनि छौँ। यो आधारमा हामीले जिल्लाको सुरक्षा योजना तयार गरेर त्यो सुरक्षा योजना बमोजिम यदि यस्तो खालको कुनै पाटो हुन्छ यदि भने त्यसलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने कुरालाई खोजेका छौँ। अब योचोटि पोहोरको पहिलेको भन्दा अलि बढी निर्वाचन प्रहरीको संख्या आएको त्यस कारणले पनि छ, सुरक्षालाई अलिकति बढी दमदार पार्ने गरी हामीले कुरा त्यस कारणले खोजेका छौँ। बाह्य जिल्लाबाट पनि हामीलाई थप बल अब आउँदैछ, निर्वाचनको पाटो सुरुवात भएपछि आउँदैछ। त्यसैले त्यो विषयमा चाहिँ हामी एकदमै अवेर पनि छौँ, त्यसलाई कसरी दुरुपयोग गर्न नदिने भन्ने कुरा हामी पनि उत्तिकै ढङ्गले चाहिँ जानकार छौँ र गरि पनि राखेका छौँ। प्रशासनको मनोबल घट्दै गएको छ भन्ने अफवाहमा हामी नजाउँ होइन। बकाइदासँग हामी उच्च मनोबलका साथ जति साधन स्रोत हामी कहाँ छ त्यो साधन स्रोतलाई अधिकतम प्रयोग गर्ने गरेको उच्च मनोबलका साथ हामी अगाडि जाने गरी नै कुरा खोजिरहेका छौँ। र तपाईँलाई अस्ति तल हाम्रो छलफल गरी पनि भनेको थिएँ, यो तपाईँहरूको मात्रै परीक्षा होइन, हाम्रो पनि परीक्षा हो होइन, यो हाम्रो पनि तटस्थताको परीक्षा हो कि प्रशासन कति मात्रामा तटस्थ हुनसक्छ भन्ने कुराको परीक्षा पनि हो निर्वाचन। त्यसैले यो परीक्षामा हामीहरू तटस्थ रहन्छौँ भन्ने कुरा पनि तपाईँलाई पूर्ण ढङ्गले सुनिश्चित गराउँछौँ। यसमा हजुरहरूले कुनै पिर गर्नु पर्दैन। र एउटा कुरा चाहिँ के हो हजुरले मान्नु पर्ने भने यो दुनियाँमा यो इमान्दारिता भन्ने कुरा चाहिँ कति मूल्य रहेछ भने नि हजुर,
असाध्यै खराब मानिसले पनि घरमा चौकीदार राख्नु पर्यो भने चाहिँ इमान्दार मान्छे खोज्छ है हजुर बुझ्नु